सबैलाई नमस्कार। म अहिले एकदम दुर्गम पिछडिको जिल्ला जाजरकोटको साबिक सालमा गाविसमा छु। अहिले छेडाघाट नगरपालिका वडा नम्बर 2 मा रहेको यो यहाँ ओखर फार्म रहेछ। यहाँ कृषि फार्म गर्नुभएको रहेछ यहीँको स्थानीय बासिन्दाले। यो जमिन वर्षौँदेखि त्यतिकै छोडेर यहाँ गोरु बाख्रा होइन यो गाईबस्तु चराउने ठाउँ थियो। यो चाहिँ स्पेसल ओखर छ यहाँ। त्यसपछि लिएर हरेक किसिमको बिरुवा उत्पादन गर्नु भएको छ। यहाँ नासपति ओखर त्यसपछि टिमुर सुन्तला कागती सबै प्रकारका बिरुवा छन् यहाँ। यहाँ कति राम्रो घर बनाउनु भएको छ। यो टिमुर खेती हेर्नुहोस् यहाँ। यो पुरै टिमुर गर्नु वरिपरि कम्पाउन्ड गर्नु भएको छ। कम्पाउन्ड फेरि अर्ग्यानिक कम्पाउन्ड यहीँको ढुङ्गाको होइन। यसरी उत्पादन गर्नु भएको छ। सबै प्रकारका बोट बिरुवाहरू यहाँ। यो चाहिँ वर्षौँदेखि काम नलाग्ने जमिन। त्यसै गाई बस्तु चराएर यहाँ चाहिँ बाँझै थियो ढुङ्गा ढाङ्गे होइन। यो यहाँ हिँड्न पनि नसक्ने जमिनमा अहिले यसरी उत्पादन गर्नु भएको छ। र सबै नेपालमा यसरी हुँदो रहेछ भन्ने कुरो यो फर्मले प्रमाण गरेको छ। यो फर्ममा यसरी ओखरहरू उत्पादन भइरहेका छन्। सबैले आफ्नो जमिन यसरी बाँझो राखेको जमिनलाई उत्पादन गरौँ। विदेशबाट अहिले 2000 3000 4000 रुपियाँ किलो किन्नुपर्ने ओखरलाई बहिष्कार गरौँ। आफ्नै देशमा उत्पादन गरौँ र कृषि प्रधान देश मात्र भन्ने गफ भन्ने होइन। आफ्नो देशमा केही नगर्ने र खास गरी नेपाल सरकारले पनि यसरी चाहिँ उत्पादन गरेको चिजलाई बजार व्यवस्थापनदेखि लिएर सबै कुरा यहाँ चाहिँ के अरे गरिदिनुपर्छ। सेवा सुविधा सबै सरकारले पनि हेरिदिनुपर्छ होइन। यसैले कुनै ठाउँ उत्पादन गरेको मार्केटदेखि लिएर बजार व्यवस्थापन यातायात ढुवानी सबै नपाएर फाल्नुपर्ने अवस्था हुन्छ। सबै बाहिर देशको सामान निर्यातलाई बन्द गरेर आफ्नै देशमा उत्पादन गरेको सामानले सही सदुपयोग र सही मूल्य पाओस्। खास गरी नेपाल सरकारले पनि ध्यान दियोस्। यसरी उत्पादन गरिएको छ। सबै यो यी पारी यो जति पनि जमिन यो सबै छोडिएको छ। यहीँ मात्र यस्तो जमिन छ खाली छ। यहाँ तलतिर हेर्नुहोस् यसरी उत्पादन गरिएको छ। यहाँ सबै प्रकारका बिरुवा हुँदो रहेछ। यहाँ चाहिँ अहिले धेरै राम्रो उत्पादन गर्नुभएको छ। यसरी सबैले चाहिँ आफ्नो आफ्नो जमिनमा उत्पादन गरौँ। देशमै रोजगार गरौँ, रोजगार दिउँ। धन्यवाद। ल यसरी